राजा हो राजा। हामी आज देवहाटको मन्दिरमा गएर शिवरात्रि मनाएको छौँ। ओवाल टाउनमा हाम्रो राइडर खरेल सर दिननाथ प्रसाद खरेल ज्यूले चलाउँदै हुनुहुन्छ। यहाँ राइडिङ हुँदैछ, खतरा राइडिङ भइरहेको छ। अब हामी पाइन्छ ल हेर्नुहोस् 29को स्पिडमा अगाडिको पुलबाट हामी नगर होइन। अब हाम्रो राइडर खत्रै हुँदैछ है, खतरा। अब फेरि वाक्खा देखाइदिनु, वाक्खा स्मल मोबाइल छ, अगाडिबाट स्कुटर आइरहेको छ। खत्रै छ है, खतरा छ है, खतरा ठाउँ चाहिँ खतरा छ। टोके जस्तो लागिरह्यो ढुङ्गा। ल हेर खतरा छ है, खतरा पुल हेरौँ, खत्रै छ। यहाँ रोक्ने हेर हाम्रो स्टेसन। अब ब्रेक हुँदैछ, अब हामी झर्दैछौँ है, झर्दैछौँ खत्रै हाम्रो। वाह राइडर, ओहो हाम्रो राइडर बाइक है। ल राइडर के छ सर, के भन्नु छ? ठिकठाक छ। अनि अहिलेको चुनावमा कसले जित्छ? अहिलेको चुनावमा अब म त केही भन्न सक्दिनँ अहिले, तर पनि रेणु दाहालले जित्छ। ल जय नेपाल, के लाग्छ? ल हेरौँ गाई चाहिँ त डुङ्गा सुङ्गा सर लाएर बोवाल छ, बोवाल ठाउँ चाहिँ खतरा छ है। हामी त फर्स्ट टाइम होइन हो। ल हेरौँ यता टिका सिका खा खै हाम्रो टिका अहिले टोपीले छेको छ, खोल्यो भने देखिन्छ। खत्रै छ नि, खत्रै जाने कि बस्ने एकछिन? सिगरेट खाएको खत्रै बाह्रमा अब यहाँ राइडरले अब खत्रै हानिदिन्छन् अब यसमा। ल हेर्नु स्टाइल चाहिँ हेर्नु है, स्टाइल अनि खत्रै छ नि। अनि यार वाह वाह जकास जकास। यता अगाडि बढौँ, अगाडि बढौँ। ल हामी अब राइडिङमा खत्रै बाह्रमा अब अहिले हामी आफ्नो घरतिर लाग्दैछौँ। बाटो खत्रै छ, खत्रै स्टाइलमा। ल हेर्नु हाम्रो स्पिड चाहिँ 30को स्पिडमा है। वा खत्रै कार आइदियो त, खत्रै। ल ल बाटो चाहिँ यहाँ खत्तम छ जस्तो है। वा खतरा खतरा खतरा। सिनु बनाउने छ हौ यतातिर त यार, यस्तो मजा बाटो आइरहेको थियो यार। अफरोडमा आइदियो क्या, यो त अति भयो नि त राजा यार। ओहो खत्रै रहेछ, कहाँको बाटो हो यो? कहाँ निस्किन्छ नि रहेछ हामीलाई ग्याडै थाहा नि छैन। हाम्रो पछाडिबाट एउटा कार आइरहेको छ। खत्रै बाह्रमा खत्रै छ है बाटो चाहिँ। अब एकछिनको लागि ब्रेक टाइम। हामी अब जङ्गलतिर आइएको छ यसो डेटिङ बस्नको लागि। के हुन्छ माहौल बुझ्दैछौँ होइन, सररहरू। ल हेरौँ है, खतरा ठाउँ छ, खतरा। ओहो ल हेरौँ है, जङ्गल चाहिँ खत्रै छ। यस्तै त छ हाम्रो राइडर हो, सिमसिम पानीले आकाशको झुमझरा झुमझुम। हामी कहिले पनि आएन है यो बाटो होइन। होइन र कहाँबाट निस्किन्छ देखिन्छ त नारायणबाट हाइवेबाट खै थाहा छैन कहाँ पुगिन्छ गन्तव्य होइन। हेर्दै गर्नु होला कहाँसम्म पुगिन्छ, के हुन्छ माहौल देखाउँदै जान्छौँ हामी। ल अफरोड छ है, म एकछिन तपाईलाई कन्ट्याक्टमा ल्याउँछु फेरि।